भाउजू र म अझै हुन्छ नि बिहान खानासाना बनाएर भ्याइसकेपछि यही घर बाहिरको रोडमा ब्याडमिन्टन खेल्न जान्छौँ यत्तिकै रमाइलोको लागि। अनि त्यसपछि अलिकति बडीमा एक्सर्साइज पनि हुन्छ भनेर हामी खेल्न जान्छौँ। अनि हामी चाहिँ त्यही गरेर खेल्छौँ कि हामी कसरी गर्दा अब रमाइलो हुन्छ नि। अनि के भइरहेको थियो भन्दा एक दिन चाहिँ अब स्कुल जाने बच्चाहरू पास भइरहेको थियो। अनि उनीहरूले हामीलाई हेरेर कस्तो खेल्न नआउने रहेछ है उनीहरूलाई, त्यस्तो नजिक नजिक पनि ब्याडमिन्टन कसैले खेल्छ भनेर कमेन्ट गर्दै गरिरहेको थियो कि। सो यो बच्चाहरू एउटा सिल्ली इक्जाम्पल भयो। तर रियल लाइफमा पनि त्यही भइरहेको हुन्छ कि अब हुन्छ नि त्यो त गेमसँग रिलेटेड भयो राइट। अब ब्याडमिन्टन भनेको अलिक टाढा बसेर खेल्नुपर्छ, यो यसरी गर्नुपर्छ, लाइफ यसरी स्पेन्ड गर्नुपर्छ भनेर हामीलाई पहिलादेखि सिकाइरहेको हुन्छ नि त। अब लाइफ रिलेटेड भनौँ न, सर्टेन कोही मान्छेले हामीलाई त सानैदेखि सिकाइरहेको हुन्छ यो एजमा बिहे गर्नुपर्छ, यो एजमा बच्चा पाइसक्नुपर्छ। अनि त्योभन्दा डिफ्रेन्ट लाइफस्टाइल कसैले बाँचिरहेछ भने अब हामी त्यो लाइफ बाँचेको मिलेन त भनेर जज गर्न स्टार्ट गर्छौँ नि त। तर त्यस्तो के पनि हुँदैन, हाम्रो वे अफ लिभिङ हो। एट द एन्ड अफ द डे हामी यो अर्थमा आइसकेपछि हाम्रो अनुसार लाइफ स्पेन्ड गर्न आएको हो नि त। म यो जुन वेबाट लाइफ स्पेन्ड गरिरहेको छु त्यो गर्दा म खुसी छु कि छैन, इफ म खुसी छु भने त्यति भए पुगिहाल्यो नि त। अब हामीले चाहिँ होइन यसरी नै बाँच्नुपर्छ भनेर एउटा त्यो हुन्छ नि ओल्ड वे अफ लिभिङ हाम्रो अब पहिलादेखि पास अन गर्दै गएको यो हुनैपर्छ यो हुनैपर्छ। अनि त्यसपछि अब भनौँ पहिलाको मान्छेहरूले आफ्नो पर्सेप्सन स्प्यान्ड गर्न सकिरहेको हुन्न, चेन्ज ल्याउन सकिरहेको हुन्न। अनि उनीहरूले त्यही नै रुल फलो गर्दै आफू खुसी नभए पनि त्यसरी नै लाइफ स्पेन्ड गरिराख्नु भएको हुन्छ। तर अहिलेको जेनेरेसनमा अब त्यो चेन्ज ल्याउने एउटा करेज स्ट्रेन्थ नै डिफ्रेन्ट छ नि त। नो मलाई यो वेमा लाइफ स्पेन्ड गर्नु छ भनेर एउटा जुन एउटा स्ट्रेन्थ चाहिन्छ सोसाइटीको अगेन्स्टमा गएर अरूलाई खुसी बनाउनु भन्दा पनि म के गर्दा खुसी हुन्छु भनेर त्यो वेबाट लाइफ स्पेन्ड गर्नु सक्ने करेज सायद अहिलेको जेनेरेसनमा आइसक्यो। अनि सबको लाइफ हेऱ्यो भने कस्तो डिफ्रेन्ट छ नि त। सो या हामी यो राइट उसको लाइफस्टाइल रङ, लाइफ यसरी बाँच्नुपर्छ लाइफ त्यसरी बाँच्नुपर्छ भन्दा पनि झन् एक्सप्यान्ड गरेर वाउ यस्तो वेमा पनि लाइफ बाँच्न मिल्ने रहेछ भनेर अरूले अलिक डिफ्रेन्ट लाइफस्टाइल सोकेस गरिरहेको छ भने वाउ त्यो जज गर्नुभन्दा ए यो वेमा पनि त लाइफ बाँच्नु मिल्ने रहेछ नि त भनेर झन् त्यसलाई एउटा इन्सपिरेसन जसरी लिएर तर फलो गर्नुभन्दा पनि। तर म यस यो लाइफस्टाइल जो उसले बाँचिरहेको छ त्यो मलाई सही लाग्यो। तर मलाई कस्तो खालको लाइफ स्पेन्ड गर्नु छ भनेर आफैसँग कनेक्ट भएर म जे गर्दा खुसी हुन्छु त्यही अनुसार हामी लाइफ स्पेन्ड गर्न थाल्यौँ भने हामी खुसी हुन्छौँ।